अरूको बाख्रा खेरिया छन् भैयाभरिका अनि त्यही भएर बैराग लाग्छ मलाई अनि त्यही भएर रुने लाग्छ बैराग मान्नु हुँदैन के हेर्नु त कुरो यस्तो छ के जब मानिस जिन्दगीमा धेरै दुःख पाउँछ एक्लो हुन्छ नि कुकुरले पनि साथ छोड्छ भन्छन् के तर मेरो त बजै कुकुरले साथ छोड्या छैन अझै कुकुरसँगै हिँड्छ जहाँ म हिँड्दा कुकुर नै हिँड्छ मान्छे हिँड्दैन मसँग त्यही भएर हजुर दुःख सुख यस्तै हो क्या हजुर त्यही भएर तर दुःख मलाई बढी बहुत भयो के तर खाना पनि नपाइने टाइममा पकाएर अब के गर्नु छोरा जन्मायो छोरी जन्मायो छोरा जन्मायो अर्का छोरी बुढेसकालमा बेसरी दुःख पायो छोरी जन्मायो अर्का छोराले लैजान्छन् अब छोरा बुवाले पनि सुख दिन्नन् अनि के गर्ने मर्ने त यस्तै भएको बाबु अनि कोही चोट लागिन कोही दाउराले के अब के गर्ने हेर्नु यो म पनि कहाँ जानु लाग्यो त बाबु म कोलपुरतिर जानु लाग्छु कोलपुर जानु लाग्यो हजुर हाम्रो